लबडा यसलाई हुन्छ कि लबडा हुन्छ कि कृष्ण मन्दिर कहिले चाहिँ कृष्ण मन्दिर डाँडा हुन्छ कृष्ण मन्दिर यहाँ नजिक छ क्या अब म कसरी देखाउनु लामा उठेर देखाउने हो मान्छे देख्न सक्नुहुन्छ कृष्ण मन्दिर डाँडा के डाँडा कृष्ण मन्दिर डाँडा हो होइन मान्छेहरूले कहिले भन्छ कृष्ण मन्दिर डाँडा कसले भन्छ लभ डाँडा किन भन्ने चाहिँ होइन यसो भर्खर म भन्छु किन लभ डाँडा भन्ने चाहिँ होइन कारण किनकि यहाँ केटाकेटीहरू है लभ गर्छ अरे क्या लभ अब कस्तो लभ त्यो मलाई अब त्यो मैले चाहिँ देखाएको छैन है मैले अहिलेसम्म लभ पनि गरेको थियो भनौँ न होइन गरेको छैन त भन्नु मिलेन गरेको थियो तर मैले चाहिँ त्यो अब लभ भनेपछि त्यो भेट्ने चाहिँ टाइम पास गर्ने त्यस्तो चाहिँ लाग्दैन मलाई लभ भनेपछि चाहिँ यस्तो लाग्छ क्या लभ भनेको चाहिँ फक जस्तो लाग्छ कि किनकि होइन आजभोलिको जमाना त्यस्तै छ नि त यार अब लभ गर्ने हुन्छ अब मलाई होइन अब होटल बुक गरेपछि अनि गर्छ कि अनि होटल बुक गर्छ कि अब के गर्छ मलाई त अब त्यो के थाहा म गर्छ होला नि त काम गर्छ होला होइन हनीमुन गर्छ होला सौगात गर्छ अब त्यो हामी चिन्तै लिनु भएन कि उनीहरूको कुरा हामीलाई के चाह छैन म त चासो नै छैन क्या त्यही भएर म यस्तै हो अनि मेरो चाहिँ लभ परेको थियो होइन त्यो चाहिँ फेरि भन्न मिलेन त्यो फेरि सिगरेट कुरा हो क्या मैले सिगरेट खाएको जस्तो कुरा हो क्या त्यो चाहिँ फेरि मैले सिगरेट खाएको भन्न मिलेन कसलाई पनि मैले सिगरेट खाएको छैन केटा हो अब ताने मात्रै छैन खाएको चाहिँ छैन है खायो भने त म चाहिँ मरिहाल्छ होइन त्यही भएर अनि यो लभ डाँडामा चाहिँ लभ गर्छ अरे क्या होइन लभ गर्छ होइन के गर्छ होइन म चाहिँ देखाएको छैन देख्न चाहिँ कस्तो देख्छ भने चाहिँ आजभोलिको जमाना लभ भनेको म चाहिँ हेर्ने हात खुट्टा समाउने होइन हात खुट्टा समात्ने अनि एकअर्काको म चाहिँ छुने मालसाल जे भने सुने होइन त्यस्तै भइरहेको छ जमानै त्यस्तो हो म मास्क लगाएर भन्छ र मलाई फेरि अहिले देख्यो नि मार्च मान्छेले अनि त्यस्तै हुन्छ क्या होइन आजभोलि अब त्यही होइन मेरो मार्क्स लगाएपछि फेरि ग्याङस्टार देख्छ कि त्यही भएर म लाउनै मन लाग्दैन ग्याङस्टार भनेपछि फेरि सबै डराउँछ क्या थोर हो नि त फेरि यहाँदेखि लभ डाँडादेखि होइन उता जोरपाटीसम्म अनि थुर हो त नि के अन्त अब छुने हेर्नै पर्दैन हेर्ने बित्तिकै अब यस्तो हो कि फेरि हेरे यस्तो गरेर छड्के नजर हेर्दै यस्तो होइन फेरि होइन केटा होस् कि केटीहरूलाई लामा जो होइन है तर ठुलो मान्छेहरूको छेउमा चाहिँ मैले त्यस्तो गर्दैन किनकि ठुलो मान्छेलाई चाहिँ रेस्पेक्ट छ किनकि अब सानो अब भर्खरको हुन्छ नि म चाहिँ अब उम्रा छैन म चाहिँ 2 पात भन्छ लामा त्यस्तोहरू चाहिँ होइन यस्तो टाउको दुखेर हुन्छ नि अब यस्तो हेर्छ सिधै आएर उहाँ ठोक्ला जस्तो म चाहिँ त्यसको बुढी हो क्या म चाहिँ सिधै ठोक्न लामा त्यसको गर्लफ्रेन्ड हो क्या होइन त्यसको म चाहिँ साथी हो क्या होइन चाहिँ आजकल केटाहरू यस्तो लाएर हिँड्छ होइन स्टाइल देखाउँछ भने चाहिँ कट्टु भने चाहिँ तल होइन चाहिँ अनि त्यो लायो होइन अब कपाल त त्यही कड हो क्या म चाहिँ गेन्जे हो कि गन्जा हो कि होइन त्यही कड गऱ्यो भने आफूले हिरो क्या यस्तो गऱ्यो यस्तै ल्यामै ठोक्न जस्तो गर्छु के भने मैले ठोक्नु मिलाएर ठोकिदिन्थेँ कि तर म त्यस्तो होइन नि म त्यस्तो मान्छे होइन नि त जहाँ पाइ त्यही ठोक्ने म त फेरि सिधै कहाँ हुन्छ अब ठमेलमा गएर ठमेला होइन ठाउँमा गएर राम्रो ठाउँमा सिगरेट भन्नु चाहिँ अब हुन्छ नि त राम्रो ठाउँ अब राम्रो काम गर्ने ठाउँ नराम्रो काम गर्ने ठाउँ राम्रो र नराम्रो काम हुन्छ क्या जहाँ पनि हुन्छ रुममा पनि हुन्छ जहाँ पनि हुन्छ क्या राम्रो नराम्रो तर आफूले गर्नु पऱ्यो क्या त्यो चाहिँ राम्रो कुरा गर्ने कि नराम्रो कुरा गर्ने अनि नराम्रो कुरा गर्नु छ भने अब नराम्रो कुरा गर्ने राम्रो कुरा गर्नु छ भने राम्रो कुरा गर्नु होइन लाम हो कि होइन यस्तै छ जिन्दगी केटा हो होइन यस्तो मोज छ मेरो त होइन यहाँनिर अब मिनरल वाटरदेखि के ल्याएको छ